जसलाई ट्याब्लेट चाहियो ट्याब्लेट दिन्छ, जसलाई अपरेसन चाहियो मजाले अपरेसन गर्छौँ। तर एउटा के विचार गरेर गर्छौँ भने त्यो ट्याब्लेट दिने मान्छे आफ्नो सबैभन्दा प्रिय मान्छे भए, म स्वयं भए खान्थेँ कि खाँदैन थिएँ, एकचोटि चाहिँ म सोध्छु कि आफूलाई। अनि जसलाई चाहिँ यो अपरेसन गर्ने विषयवस्तु होइन, ट्याब्लेट दिने विषयवस्तु होइन, उहाँलाई समस्या छ, त्यो समस्याबाट निकाल्ने मान्छे नि मै हो भन्ने अनुभूति हुन्छ। र त्यो मान्छेलाई को दुःखलाई जसरी पनि मैले कुनै पनि हालतमा हरण गर्नुपर्छ भन्ने भाव भित्रबाट आउँछ। उहाँको लागि हामी जुम कक्षामा राख्छौँ, योग प्राणायाम र ध्यान गराउँछौँ। र त्यसपछि केही दिनमा केही महिनामा उहाँहरूमा जीवनमा आएको रूपान्तरण कहिलेकाहीँ ओपिडीमा भेट्न आउँदाखेरि प्रकट हुन्छ, कहिलेकाहीँ जुमको सेसनमा प्रतिक्रियामा प्रकट हुन्छ। अकारण आँसु झर्छ क्या उहाँहरूको, आफ्नो पनि कहिलेकाहीँ आँसु आउँछ, खुसीको आँसु। तर हो यो मोडलको डाक्टरी हामी गरिरहेछौँ र यसैलाई आरोग्यको मोडल भन्न सकिन्छ।